के तपाईँ यी फुटबल खेल्नुहुन्छ र नयाँ फोन लिन खोज्नु भइरहेको छ? वेट, हेलो माई फ्रेन्ड्स, यो भिडियो अलिक भिन्न छ। 1 वर्ष अगाडि मलाई लाग्थ्यो आइफोन इज द बेस्ट र म नर्मल एन्ड्रोइडमा खेल्थेँ। तर यी फुटबल गेमरको लागि भने अलिक भिन्न छ। म प्रुभ नै गरिदिन्छु। यी फुटबल गेम खेल्दाखेरि हामी डबल टच, ड्रिब्लिङ, होल्ड, सिल्ड, क्विक पास, वान टच पास, टिकी-टाका खेल्छौँ र यो खेल्दा मलाई लाग्थ्यो आइफोनमा एकदम राम्रो हुन्छ र स्मुथ हुन्छ। तर वेट अलिक भिन्न छ। मैले एन्ड्रोइडमा पनि खेलेँ र आइफोनमा पनि खेलेँ। मलाई मेरो एक्सपिरियन्सबाट म के भन्न चाहन्छु र सजेस्ट गर्न चाहन्छु भने यदि तपाईँ यी फुटबल गेमर हुनुहुन्छ भने एन्ड्रोइडबाट खेल्दाखेरि तपाईँलाई थाहा छ एकदमै फास्ट रियाक्ट गर्छ, जसले गर्दा हामीलाई एकदम इजी हुन्छ। स्पेसली जब डीबक्सभित्र हामीलाई डबल टच गरेर सुट गर्नु पर्दा एकदमै सजिलो हुन्छ यदि फास्ट रियाक्ट गर्यो भने। तर आइफोनमा भने अलिकति रियाक्ट टाइम स्लो हुँदो रहेछ र त्यसले गर्दाखेरि तपाईँ कतिचोटि डबल टच गर्नु खोज्दाखेरि या त मिस हुन्छ या त तपाईँले अलिक बढी गर्नुहुन्छ। र एन्ड्रोइडमा भने अलिकति सजिलो भएको मलाई फिल भयो, तर आइफोनमा भने फिल भएन। र मलाई अर्को मन नपरेको कुरा भने आइफोनमा के हो भने एक त मलाई थाहा छैन किन मेरो फोनमा मात्रै भएको हो या अरूकोमा पनि भएको हो। मैले यो आइफोन लिएको 1 वर्ष भयो, तर पबजी गेम र जेन्सिङ इम्प्याक्ट जस्तो गेम खेल्दाखेरि त्यति साह्रो ब्याट्री कन्ज्युम गरेन जति यी फुटबलले ब्याट्री कन्ज्युम गर्यो। थाहा छैन यो के कारणले गर्दा हो। यो त भयो आइफोनको नराम्रो कुराहरू र त्यसमा म हिटिङ पनि एड गर्न चाहन्छु। पबजी खेल्दा त्यति हिटिङ हुँदैन जति यी फुटबल गेम खेल्दाखेरि त्यति साह्रो हिट हुन्छ। त्यही माथि डिभिजन लिग खेल्दै हुनुहुन्छ भने त ओ माई गड यति साह्रो हिट हुन्छ। थाहा भएन किन हो, के कारणले गर्दा हो। त्यही कारणले गर्दाखेरि यदि तपाईँहरू एन्ड्रोइडदेखि आइफोन सिफ्ट गर्दै चाहनुहुन्छ भने यदि यी फुटबल मात्रै गेम खेल्नुहुन्छ भने त्यसको लागि चाहिँ एकचोटि राम्रो सोच्नु होला। र पबजी गेमरको लागि भने म के भन्न चाहन्छु, पबजी प्लेयरमा म एउटा बट नै हो। बट भन्दा पनि खतम खेल्छु जस्तो लाग्छ कहिलेकाहीँ। तर म एन्ड्रोइडमा पनि खेल्छु र आइफोनमा पनि खेल्छु। त्यति बेला मैले के फिल गरेँ भने म जस्तो बटले पनि आइफोनमा भने अलिक स्टेबिलिटी भएको कारणले गर्दाखेरि बेटर गेम प्ले हुँदो रहेछ भन्ने मलाई फिल भयो। त्यो कारणले गर्दाखेरि चाहिँ आइफोन तपाईँले नर्मल भर्जनको आइफोन पनि निकै राम्रो हुने रहेछ एन्ड्रोइडको मिड रेन्जसँग कम्पेयर गर्ने हो भने। आई डोन्ट नो के कारणले गर्दा हो, थाहा भएन। र कन्क्लुजनमा म के भन्न चाहन्छु भने यदि तपाईँ गेमर हो, स्पेसली यी फुटबल मात्रै गेम खेल्नुहुन्छ, डिभिजन लिग खेल्नुहुन्छ, टुर्नामेन्ट खेल्नुहुन्छ भने त्यसको लागि चाहिँ आइफोन गेमिङकै लागि, यी फुटबल गेमिङको लागि आइफोन यदि सजेस्ट गर्नु चाहिँ राम्रो होइन जस्तो लाग्यो मेरो विचारमा चाहिँ। मैले जुन रिग्रेट गरेँ म ओभरअलको लागि लिएको भएको कारणले गर्दा मलाई त्यति साह्रो इफेक्ट परेन। तर यी फुटबल गेमिङकै लागि मात्रै टुर्नामेन्ट खेल्नु या त डिभिजन लिग खेल्नुको लागि भने आइफोन मेरो लागि अलिकति बेटर लागेन। तर तपाईँ अरू गेम पनि खेल्नुहुन्छ, पबजी खेल्नुहुन्छ, स्पेसली पबजी खेल्नुहुन्छ, भिडियो रेकर्डिङ गर्नुहुन्छ भने चाहिँ नर्मल आइफोन पनि ठिकै जस्तो लाग्यो। तर यदि तपाईँ यी फुटबल मात्रै खेल्नुहुन्छ भने चाहिँ कुनै पनि एन्ड्रोइडको स्न्यापड्रागन 8 एलिट प्रोसेसर भएको कुनै पनि एन्ड्रोइड फोन तपाईँले लिन सक्नुहुन्छ। अन्त्यमा प्लिज डोन्ट फर्गेट टु लाइक, कमेन्ट एन्ड सब्सक्राइब। यदि फेसबुकमा हुनुहुन्छ भने फलो पनि गर्नु होला।